हेलो गाइस, हेलो भन्दियो। आज हामी बाबा छोराई भैले खेल्न जाने हो। के रे कस्तो हुन्छ है त। यता हेर त। ओहो हेर। ओहो इमान थापा त। यता आउन इमानलाई। एकछिन गएर आउँछ ल्याइदिन्छु अहिले म। ओहो ल। मेरो टोपी तल छ। ल आमा एकछिन गएर आउँछु है। बा बा एकछिन गएर आउँछ है। ल हेलो, हामी घरबाट निक्लिसकेछौँ। इमान यता हेर, हाई भन्दियो। हामी बाबा छोरा रेडी भएर निस्केछौँ है त। यस्तो दिन भइल आज यहाँ पाउपाटी पाउरो यता आइदिनु, यता साथीहरू आइदिनु, तल आइदिनु, सबै आउनु, तल आउनु, आउनु आउनु। हाम्रो यस शुभ दीपावलीको पावन अवसरमा प्रथम शहीद लखन थापा एवं बुद्ध सिंह राणाको शालिग निर्माणको सँगै हामी आज देउसी भैलो कार्यक्रमलाई अन्तिम दिनमा हामी आउँदैछौँ र यसपछि हामी लगत्तै गणेशमान चोकमा पुगेर हामी आजको कार्यक्रम यस मगर समाज सुधारको जुन देउसी भैलोको कार्यक्रमलाई अगाडि बढाइदिनको लागि यस मगर समाज सुधार समितिका सल्लाहकार यामबहादुर आलेसरलाई म अनुरोध गर्छु। समुदायकै प्रथम शहीद लखन थापा मगर, शहीद बुद्ध सिंह राणा मगरको शालिग राख्ने उद्देश्यलाई पूरा गर्नको लागि फेरि यसपालि मगर समाज सुधार समितिले 3 दिने देउसी भैलो कार्यक्रम गर्दैछौँ। त्यहाँबाट पनि दान पठाएको छ। हिजो मात्र हामीले 10,000 प्राप्त गर्यौँ र यो तालिम के को लागि हो भने हाम्रो रकमको लागि मात्र होइन, हाम्रो कलाकारहरूले असाध्यै राम्रो गीत गाएको, असाध्यै राम्रो नाचेको, सहभागी भएको, त्यसको लागि हामी देउसी भैलो 2082 को अन्तिम दिनमा छौँ। किनभने यसैना बगेको खोला फर्कादैन, यो पछिको त आउला। 82 सालको अरू हुन सक्छ, आमा समूहहरूले अरू पनि खेल्न सक्छ हैन। आज यहाँ समापन गरेपछि भोलिदेखि आफ्नो सानो सानो समूहमा त्यो गर्न सक्छ। तर हामी समाज सुधारको तर्फबाट संयुक्त भैलो कार्यक्रम, देउसी भैलो कार्यक्रम चाहिँ आज हामी एकछिन पछि समापन गर्दैछौँ। त्यसो भएको हुनाले यो हाम्रो अन्तिम क्षणमा सबैले आफ्नो मौत होइन ल नाच्ने कलाकारहरू पनि अगाडि तयार हुनु पर्यो। हे शर्मिलाई खानु, हे छमछमी नाचौँ, हे वर्षा दिनको आएका हामी ओ भैलो खेल्न, हे हामी त्यसै ओ आएका होइनौ, हे बलि राजाले हे पठाएका, हे काफीके दाना हे दिनु होला, हे वर्षा दिनको तिहारैमा, हे साथी साथी हे इष्ट मित्र, हे भेटघाटै गर्ने, हे खुसी साथी क्या भुन्डो हाल्छ अन्त त्यस्तै गर्छ भाइले भन ल फेरि जाऊ नाच्न।
नाचेको होइन अस्ति तिमी स्कुलमा क्याप्टेन साहब र क्याप्टेन साहबलाई ढोग्नु पर्यो पहिला आयो नि रेलोमा वर्षा दिनको रेलोमा आउन सुरु भइसक्यो है ल धान आइसक्यो बक्सी फ्राई त्यहाँभित्र ल मान्छे बुढो भयो पनि यति राम्रो तरुनी देखेपछि लैजाऊ लाग्छ घरका हो मायालु फर्किआउँदा लैजाऊ मायालु फर्किआउँदा लैजाऊ
खाजा प्याकिङ हुँदैछ सबै प्याकिङ भइसक्यो अब गणेश मन्चोक हजुर त्यसपछि भ्याउँछ हजुर ल हाम्रो यसको सबै चाहिँ हाम्रो बिर्खेत अहिले आज चाँडै नै हुन्छ आँगन चोकमा हामी जाँदैछौँ। यहाँ सक्यो हामी यसपछि अब हामी सामान लिन पनि सबै कलाकार साथीहरूले मद्दत गर्नु होला किनभने एकछिनपछि फेरि खाजा खाने स्टेसनमा हामी पुग्छौँ। हामी आइपुग्यौँ कहाँ आइपुग्यौँ बाबु हामी गणेश मन्चोकमा है ल हामी यहाँ गणेश मन्चोकमा आइपुग्यौँ अब यो हाम्रो लास्ट पोइन्ट हो अनि त्यसपछि हामी यहाँ बसेपछि हामी घर जाने यता यहाँ सबैजना रेडी भइसक्नु भएको छ यो हाम्रो मामाको घर है यो बाजेको घर होइन त मामाको घर यो हाम्रो मामाको घर ओके सबै आइसक्नु भएको छ यसरी
चोक पनि हामीले यो अनुरोध गरौँ, यो हाम्रो गुरुजी यो गाडी अलिअलि सार्न पायो भने राम्रो हुन्छ भन्ने हामी अनुरोध गरेका छौँ। गुरुजीहरू कता छन् बाबु? यसो खोजेर अलिकति अगाडि सारौँ। शुभकामना आदान प्रदान गर्ने उद्देश्य राखेर हाम्रो दाताहरूबाट प्राप्त सहयोग हामीलाई सङ्कलन भएको छ। 3,19,000 ताली बजाउनु हुन अनुरोध गरिन्छ। आजको हिसाब गर्न बाँकी छ ले गर्दाखेरि निश्चित रूपमा हामीलाई दाता महानुभावहरूले निकै नै माया गरेर सहयोग लगिदिनु भएको छ। यही भनवाना साथी हो भैलो भन सबैले हजुरको भैलोमा होला होला डराले होइन डराले होइन खुसीको दाना हो हँसिलो मन जिन्दगी 2 दिनको चोला होला दाजु भाइ दिदी बहिनी आउनु होला हेर्नु होला नभुल्नु होला नाचौँ गाउँ हो रमाइलो गरौँ रमाइलो गरौँ।
ढले भयो त यहाँ त हाम्रो दिदीहरु खाजा सुरु हुँदैछ यता बाबा ल राम्रो छ तपाईँ यता बिजी ल ल ल ए खाजा सुरु हुँदैछ फेरि आज बिजी आउनु पर्यो तिमी खाजा हाल्नलाई यो हर्ता हर्ता गर्दा हाम्रो यो नाच मन पराएर यहाँ पुरस्कार प्राप्त भएको छ उहाँको लागि 1000 रुपैयाँ एकपटक नाच दिनु हुन पनि अनुरोध गर्दछु किनकि उहाँ एकदम कलाकार हुनुहुन्छ यो हाम्रो प्रसाद भएको 2 बोतल रम आहा मनै पनि रसायो मनै पनि रसायो यो यहाँ तुरुन्तै पठाउनु भएको छ
रेडी हुँदैछ यहाँ हाम्रो भेना दाई भन्दै हिजोसम्म दाई थियो आज साइने चेन्ज गरेर हामी भेना ₹4,83,092 भएको छ। अझै अलिकति उठ्न बाँकी छ। 5 लाख पुग्छ जस्तो लागिरहेको छ। जोरदार ताली दिनुहोस् न सबैले। यहाँहरू सबैलाई मुरी धन्यवाद, किनभने यो तपाईहरु सबैले घाममा पसिना बगाई घाँटी सुकाई यो गरेको हो र हाम्रो दाताहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ र हामीले ₹4,83,092 सङ्कलन गरिसकेका छौँ र अझै केही उठ्ने बाँकी भएको हुनाले हामीलाई लागेको छ। खाजाको भ्याइयो है प्रोग्राम सबै चाहिँ खाजा खानु अहिलेको भैलो अब यहीँ सकियो होइन त ल बाई बाई ल मामा ल हजुर है त ल बाई बाई ल है त ल अहिलेको ल मामा ल मामा ल बाई बाई भेन ल है त ल मामा ल बाई बाई ल अहिलेको ब्लग अब अघिल्लो साल है त ल बाई बाई ल हजुर पिकनिकै जाने गरे ए ल बाई बाई भन्दै बाबु भ्लग इन गरिदेऊ ल भ्लग थ्याङ्क यू फर वाचिङ भन्दै ल बाई बाई भन्दै सबैले है त ल बाई बाई सबै मामा बाई बाई ल हस् हुन्छ ल